धनुषाको सखुवामा मुस्लिम टोलमाथि सुनियोजित आक्रमण, मस्जिद तोडफोड र पवित्र कुरान शरीफ जलाइयो। धनुषा जिल्लाको कमला नगरपालिका 6 सखुवा मरान स्थित मुस्लिम टोलमा आज गम्भीर, निन्दनीय तथा मानवाधिकार विरोधी आपराधिक घटना भएको छ। प्राप्त जानकारी अनुसार केही स्थानीय व्यक्तिहरूको समूहले मुस्लिम टोललाई लक्षित गर्दै लुटपाट, ढुङ्गामुढा र तोडफोड गरेको छ। आक्रमणकारीहरूले मस्जिद भित्र प्रवेश गरी पवित्र कुरान शरीफ सहित अन्य धार्मिक तथा घरायसी सामग्री लुटपाट गरी आगजनी गरेका छन्। पीडित पक्षका अनुसार यस घटनामा गणेश शाहका छोरा राजन शाह, कपिल शाह बलेकया, बिन्दे महतोका छोरा सरवन महतो, लाले शाहका छोरा शिवम कुमार शाह, महेन्द्र महतोका छोरा महेश महतो लगायतका व्यक्तिहरू प्रत्यक्ष रूपमा संलग्न छन्। तर यस विषयमा सम्बन्धित निकायबाट हालसम्म आधिकारिक धारणा सार्वजनिक गरिएको छैन। घटनाका क्रममा स्थानीय मुस्लिम समुदायले पटक पटक प्रशासन र प्रहरीलाई